जोसिलो साथीहरु हुनुहुन्छ त्यसै भरत परियारजी भरतजी धुमा बच्चाजी भर्खरै एक हजार गरिदिनु भएको छ धुमाजी राजेन्द्र जोशीजी उहाँ देखिएन अहिले ओके थ्याङ्क यू यसरी हाम्रो युवाबाट पनि 5 जना हामी सेलेक्ट गरिसकेका छौँ युवाबाट एकजना हुन्न बाँकी 4 जना हुनुहुन्छ र म एकजना सहमति सक्नु भएको रहेछ र उहाँलाई धेरै धन्यवाद समिति बस्दै गरेको उहाँलाई बधाई हुनु थ्याङ्क यू हामी अभिजित घोषणा गरिसकेका छौँ अब पालो छ महिलाबाट हामी महिलाबाट पनि 5 जना महिलाहरू हामी माग्छौँ यहाँहरूले नाम दिनु भयो आउनुभयो हामीलाई चासोको लागि चाँडै नै आउँदैछ महिलाहरू आइन्जेल अब हामी सोसियल एक्टिभिस्ट तथा समाजका लिडरहरूबाट हामी लिन चाहन्छौँ तपाईहरु एकैछिन बस्नु होला करिब करिब यो गर्नुको प्रक्रिया अन्तिम भइसकेको छ महिला 5 जना हामीलाई चाहिएको छ र महिलाको जिम्मा मैले आज पनि विष्णुको विधान दिएको छु यसैगरी हामीलाई 3 जना सोशल एक्टिभिस्ट सामाजिक कार्यकर्ता अथवा समाजसेवीहरू हामीलाई 3 जना चाहिएको छ यसमा हामीले भन्नुभन्दा पनि यहाँ पछाडि धेरै दिग्गज दाइहरू अग्रसर हुनुहुन्छ उहाँहरूबाट हामीलाई नाम आएदेखि राम्रो थियो म एउटा नाम प्रस्ताव गरिहाल्छु मेरो मनले खाएको म भनिहाल्छु है तपाईले सुन्नु होला हरिया प्रहारजी सबै तालिमका साथमा लागि हरिया प्रहारजीलाई हरिया प्रहारजी र हामीले मैले यो प्रस्ताव राखेको किनभने यहाँ धेरै कार्यक्रम गर्ने भन्नुभन्दा पनि समय पनि छ र हरिया प्रहारजी हामीलाई चाहिन्छ नै जसरी भए पनि सन्धि सदरबाट क्षेत्रबाट सन्धि भेलबाट त्यसै गरी आदरणीय दाइ अघि राम्रो आइडिया दिएर जानु भएको छ आदरणीय दाइ दुर्गा दाजुको बारेमा के साथीहरू आफ्नो राखिदिनु होला कुराहरू त्यसै गरी सम्पूर्ण नेन्सको पूर्वाधारदेखि यहाँसम्म यहाँसम्म पुऱ्याएर भएको छ आदरणीय दाइ गोविन्द साहु मैले 3 जना आफैले भने साथीहरू आदरणीय साथीहरू सायद उहाँहरू हाम्रो समाजको लागि धेरै हुनुहुन्छ एउटा एक्जाम्पल हुन्छ यसमा तपाईँहरूको कुनै अनुमति छैन भने यसलाई ताली बजाएर अनुमति गर्न लाग्नुहुन्छ थ्याङ्क यू सो मच सो वी आर डन विथ सोशल एक्टिभिस्ट दिस पार्ट टु सो अब हामीसँग आएको छ एक्सपर्ट भनेर भनेको छ यो विधान यसको यो तपाईको निर्देशिका आदि इत्यादि एमओयू सबै तयार गर्नुहुने भने हाम्रा नेपाली बच्चित परिचित आदरणीय मित्र र कानुनविद यज्ञ नेपालजीको बारेमा के भन्नुहुन्छ सरहरूलाई के आफन्त छ भने यहाँ भनिदिनु होला किनभने मासमा टिप्ने कुरा हो यज्ञ नेपालजी एकजना एक्सपर्टको हिसाबमा लिएको छु के भन्नुहुन्छ थ्याङ्क यू अरू साथीहरू के तपाईहरु के भन्न चाहनुहुन्छ हजुर सबैजना अगाडि आउनु कमिटी फर्मेसन गरिरहेकै हो यो तर हामी सरसल्लाह अनुसार गरौँ अगाडि आउनुहोस् यहाँहरू र यहाँहरूले रेकमेन्ड गर्नुहोस् हामी त्यस्ता क्वालिफाइड मान्छेहरू हामी माग्नेछौँ र ती व्यक्तित्वहरू नाम दिनु पर्यो र त्यो नै कमिटी सदर भएर जान्छ तर हामी पछाडि बसेर हामीले बोलिरह्यौँ भने कमिटी फर्मेसन हुँदैन यहाँहरू अगाडि आइदिनु होला प्लिज कृपया अगाडि आइदिनुहोस् कमिटी फर्मेसन गर्नलाई अगाडि आइदिनुहोस् थ्याङ्क यू हामीलाई
साँच्चै मैले यसमा सहयोग चाहिएको छ। हामी फेसबुक अन्तर्राष्ट्रिय आइसकेका छौँ, मुख्य कारण पाठ सकिसकेको छ, अलिक टाइम लाग्ने समय सकिसकेको छ। एक्सपोर्टको लागि मैले भनेको थिएँ एक नेपाल निगमले हाम्रो नेपालीहरू त्यो एरियामा एउटा कानुनी घर देखा पर्नु भएको छ र हाम्रो कानुनी समस्या आउन सक्छ र उहाँबाट हामीलाई सहयोग पनि भइरहेको छ। नेन्स लगायत सम्पूर्ण संस्थाहरूलाई सहयोग पनि भएको हुँदै गर्दाखेरि त्यो सहयोगको उच्च मूल्याङ्कन गर्दै यही नेपाललाई वर्णन गर्न हामी प्रस्ताव गर्न चाहन्छौँ। यहाँहरूले हो भने तालिम होइन भनेदेखि त्यसमा कुनै आफ्नो आफ्नो हुन्छ। त्यसै गरी अर्को कुरा पनि यहाँ चलेको छ। कानुन बुझ्दै गोपाल शाहजी पनि हुनुहुन्छ। उहाँले पनि समितिमा बसेर सहयोग गर्ने उहाँले रहर छ, उहाँलाई मन छ भनेर भन्नुभएको रहेछ। हामी के गर्छौँ, उहाँ पनि कानुन बुझ्दै हुनुहुन्छ। एक्सपर्टको हिसाबले भोलि कानुनी उपचार गर्नु पर्दाखेरि त्यो अवस्थामा हामीले पुग्यौँ भनेदेखि हामीसँगै हाम्रो कानुन बुझ्दै हुनुहुन्छ भन्ने कुरा हामीले प्रमाणित गर्न सक्छौँ। यसमा कसैको आपत्ति छ वा छैन, साथीहरू छिटोभन्दा छिटो किन बोल्नु पनि कति रहर गर्नु भएको छ। त्यसले गर्दाखेरि छिटो त्यसलाई गरिदिनु पनि सजिलो हुन्थ्यो। यतिजना भनिएको छैन यसमा, तर हामीले कानुनको अलिकति प्राज्ञ मान्छे चाहिने भएकोले गर्दाखेरि चाहिँ किनभने भोलि हामी पनि यसमा नयाँ छ, कतिपय कानुनी समस्या हामी आउन सक्छ, किन यो काम नगर्ने भनेर एकजना यज्ञजी एकजना गोपाल शाहजी अहिले दुईजना के भन्नु यसमा ठिक छ। कसैमा पनि आफ्नो छैन हजुर, यसलाई माने है त मैले। थ्याङ्क यू सो मच। त्यसै गरी अब यो अघि बोल्ने पालो यो पहिले फर्नु सक्नुहुन्छ कि बोल्नु पाउनुहुन्छ? अवश्य बोल्नु पाउनुहुन्छ। म एउटा महिलाबाट मैले दिदीलाई विष्णु दिदीलाई देख्थेँ। विष्णु दिदीले सबै कन्सल्ट गरिसक्नुभएको छ र उहाँले 5 जना महिलाको नाम दिइसक्नु भएको छ। गीता श्रेष्ठ एकजना हुनुहुन्छ, लक्ष्मी खारेजी, लक्ष्मी गोयल, पिक्सिला दाहाल, मना थापा र विष्णु भने थ्याङ्क यू।